रिक्सा पार्किङ गरेको पाइएकोले बजार क्षेत्रका केही बैंक, व्यवसाय तथा संस्थाहरूको अगाडि सबै आवागमनलाई साँघुरो र दुर्घटनाको जोखिम हुने गरी लामो समयसम्म बस, भ्यान, मोटरसाइकल तथा रिक्सा पार्किङ हुने गरेकोमा सेवाग्राहीहरूलाई छुट्टै पार्किङको व्यवस्थापन गर्नु हुन सम्बन्धित बैंक, व्यवसाय तथा संस्थाहरूलाई अनुरोध गरिन्छ। बजार क्षेत्रको फुटपाथ समेत ढाक्ने गरी फिर्यादी र गरिएका कुनै पनि व्यवसायहरू चाहिँ 15 गतेभित्र यथाशीघ्र रूपमा हटाउनु हुन यो सूचना प्रकाशित गरिएको छ। सूचना बजार व्यवस्थापन सम्बन्धी गढवा गाउँपालिकाको अत्यन्त जरुरी सूचना। पालिका बजार व्यवस्थापन समितिले गरेको निर्णय कार्यान्वयन गराउनु हुन सबैमा अनुरोध गरिन्छ। अटो पार्किङको सम्बन्धमा नमही कोइलाबार सडकको हकमा कृषि उपसङ्कलन तथा बिक्री केन्द्रको पूर्वतर्फ पार्किङ गर्नु हुन जानकारी गराइन्छ भने राजपुर कालाकाटे सडकको हकमा 6 नम्बर वडा कार्यालयको अगाडि पार्किङ गर्नु हुन यो सूचना प्रसारित गरिएको छ। त्यसैगरी बजार क्षेत्रका केही बैंक, व्यवसाय तथा संस्थाको अगाडि सडक आवागमनलाई साँघुरो र दुर्घटनाको जोखिम हुने गरी लामो समयसम्म बस, भ्यान, मोटरसाइकल तथा रिक्सा पार्किङ हुने गरेको पाइएकोले त्यसको छुट्टै व्यवस्थापन सम्बन्धित बैंक, व्यवसायी तथा संस्थाहरूले गर्नु हुन जानकारी गराइन्छ। सूचना बजार व्यवस्थापन सम्बन्धी गढवा गाउँपालिकाको अत्यन्त जरुरी